बाबु म त कतै गएँ अस्पताल पनि गएँ दुनियाँभरि घुमेँ यो मेरो घुँडा दुखेर ढाड दुखेर मलाई हिँड्न बस्न भएन खाना बस्न भएन र म त वैद्य कहाँ जान लागेको छु वैद्य कहाँ गएर के उपाय हुन्छ कि भनेर हुन त के हुने हो मेरो मनको भरमा नै भेट्न म वैद्य कहाँ जान लागेको छु के भयो खुट्टा दुख्यो ढाड दुख्यो ढाड पनि दुख्यो घुँडा पनि दुखे अनि त्यो खुट्टा दुख्यो ढाड दुखेर वैद्यकोमा गएर सन्चो हुन्छ त हुन्छ कि भन्ने मनको आशा हो र मनको त्यो भरमा मेट्ने हो र अब हुने भयो मेरो दिन त सोझा भयो होला पनि दिन चाहिँ बिग्रियो भने नहोला पनि तपाईँलाई के हुन्छ भन्नुहोस् त मेरो घुँडा दुख्छन् घुँडा चल्दैनन् घुँडा पाइलो सार्दै घुँडा दुखेर मलाई हिँड्न हुन्न ढाड दुखेर भने बस्न हुन्न र मलाई ढाड लिएर घुँडाले मलाई सताएर म अति पीडित छु र वैद्य कहाँ गएपछि केही हुन्छ कि भन्दा वैद्यकोमा गएर सन्चो हुन्न बुवा होइन आज तपाईँलाई मैले एउटा तेल दिन्छु के तेल हो बाबु पेन जादु भन्ने तेल हो हामीसँग यहाँ ल्याएर छु भाइ दिनुहोस् न यहाँ तेल हेर्नुहोस् पेन जादु भन्ने तेल हो यो लाएर एकचोटि ट्राई गर्नु यसले च्याट्टै सन्चो हुन्छ तपाईँको ढाड दुख्ने खुट्टा दुख्ने सबै सन्चो हुन्छ च्याट्टै हेर्नुहोस् ल बाबु त्यो भयो धन्यवाद लाउनुहोस् यो तेल लाउनुहोस् यति भयो त म बुढाको र पीडित मान्छेको त आसी बोक्ने भएको कुरा होइन आसी माग्नु यो लगाउनु होला म फेरि केही दिनमा आउँछु ल हुन्छ तपाईँको सन्चो भयो कि नै खुट्टा सन्चो भयो कि नै ढाड सन्चो भयो कि नै तपाईँसँग म लिन्छु है हुन्छ हुन्छ ल जानुहोस् अहिले त वैद्यकोमा नजाने फेरि म जान्न भयो बाबुले भन्यो घर कता तपाईँको मेरो घर त पर पर्छ धेरै टाढा यहाँ 1 घन्टा जति लाग्छ म हिँड्नलाई अब सुसु त जाने भरि सास नपुग लगाएर सन्चो भयो भने बाबुले मैले अब आशीर्वाद दिनेछु र फेरि पनि औषधि भनौँ प्रयोग गरौँला ल बुवा यो पेन जादु भन्ने तेल हो भर्खर अहिले बजारमा आए नयाँ तेल हो होइन एकदम काम गर्छ क्या यसले धेरै बुढापाकाहरूको खुट्टाहरू ढाड दुख्नेहरू सब सन्चो गरिसकेको छ यसले त्यही त अब यो सन्चो भएछ भने चाहिँ धन्यवाद तिमीलाई आशीर्वाद सन्चो हुन्छ बुवा चिन्ता नगर्नु ढुक्क हुनु सन्चो हुन्छ सन्चो भएन भने भुटियामा खाएर हात जस्तो हुने हो कि के हुने हो हुँदैन ल जानु है ल ल